मेरो अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता यति उत्कृष्ट प्रस्तुत गर्नुभयो कि धुर वामपन्थी माओवादीलाई पनि मन पर्यो, धुर दक्षिणपन्थी राप्रपालाई पनि प्रिय लाग्यो। अझ अचम्म त एमालेलाई पनि आकर्षक र कर्णप्रिय लागेको छ। हिजोसम्म तिम्रो विचारै छैन भन्नुहुन्थ्यो अग्रजहरू, आज कार्यान्वयन कसरी गर्छौ भन्दै हुनुहुन्छ। यो अत्यन्त सुखद पक्ष हो। मलाई गर्व यस मानेमा पनि छ सभामुख महोदय कि मेरा अग्रजहरूले देशका जुन समस्याहरूप्रति 35 वर्षसम्म आँखा चिम्लिनुभयो, आज झलझली देखिरहनु भएको छ। र यही वर्ष ती सबै समस्याहरूको समाधान होस् भन्ने उहाँहरूको शुभेच्छा छ। कम्ता विश्वास रहेछ त यो सरकारप्रति अग्रजहरूलाई। मलाई यसमा गर्व छ। जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला कार्यालयभित्रै काङ्ग्रेस एमाले र माओवादी हुन पाउँदैन। विश्वविद्यालय र सरकारी कार्यालयबाट दलीयकरणको अन्त्य त गर्छौँ, तपाईँलाई प्रिय लागोस् कि अप्रिय लागोस्। हामीले नुहाउन पाउने अधिकार खोज्ने भनेको होइन, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको। 35 वर्षसम्म तपाईँको गलत नीतिले सृजना भएको र तपाईँको बदनियतले विकराल बनेको समस्या हो कि होइन सुकुम्बासी समस्या। सरकारले जोखिमयुक्त क्षेत्रबाट, नदी किनारबाट नागरिकलाई उद्धार गरेर बचाउन चाह्यो। भ्रमको भाइरस यति विघ्न फैलाइयो, एकजना माननीयले भन्नुभयो, ए तपाईँलाई 24 घन्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ, अनि के बर्खाको बाढी चाहिँ तपाईँलाई 24 घन्टे सूचना दिएर आउँथ्यो त? अनि बाढीले बगाउनबाट आफ्ना नागरिकको रक्षा गर्नु सरकारको कर्तव्य हो कि होइन? झुटो बोल्न आउँदैन, अर्कोचोटि भोट पाउँदैन। म देशभरिका मेरो झापा क्षेत्र नम्बर 1 र सम्पूर्ण राष्ट्रमा रहेका वास्तविक सुकुम्बासीहरूसँग फेरि पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। मैले अर्कोचोटि भोट पाऊँ कि नपाऊँ, तपाईँले यही सरकारको कार्यकालमा लाल पूर्जा अवश्य पाउनुहुन्छ। रक्सी, चुरोट, सुर्ती स्वास्थ्यका लागि हानिकारक जति वस्तु विदेशबाट आयात हुन्छन्, अर्को 50% कर थपौँ। चुरोट महँगो हुँदा कसको अधिकार हननुहुन्छ? रक्सी महँगो भयो भनेर को आन्दोलनमा आउँछ? उल्टै आमा दिदी बहिनी खुसी हुन्छन्, हामीलाई आशीर्वाद दिन्छन्। एक त मान्छेले कम खान्छ, उसको स्वास्थ्य राम्रो हुन्छ, अर्को निम्न मध्यम वर्गीय रोगी बिरामीहरूको निःशुल्क उपचार गर्न सकिन्छ। अत्यन्तम क्रूरता लोभम प्रजापीडनमेव च एते दोषा नृपस्यासु राज्य नाशाय कल्पते। जब राज्य शासक हदभन्दा बढी लोभी र निर्दयी भएर जनतालाई दुःख दिन थाल्छ, त्यो राज्य विनाशतिर जान्छ। गत भदौ 23 र 24 गते भएको त्यही हो, र आज हामीले बाटो बिरायौँ भने फेरि हुने पनि त्यही हो। म प्रथम पटक संसदमा बोल्दै गर्दा तमाम आन्दोलनहरू लोकतन्त्र प्राप्तिका लागि भएका, जसले म जस्ता र मेरो पुस्तालाई आज यहाँ उभिने स्थितिमा पुर्याए, जेनजी आन्दोलनदेखि सम्पूर्ण जनआन्दोलनसम्मलाई बराबर सम्मानका साथ स्मरण गर्न चाहन्छु। र फेरि पनि भन्छु, शहीद